सम्झिँदा पनि जिरिङ जिरिङ हुने 1999 को घाउ नेताहरूले गोजी भर्नु भन्दा त तर गोले 24 वर्षपछि आउँछन् र जरासँगै त्यस व्यवस्थाको सिक्किमे राजनीतिको बागमा एकै प्रकारका फूल दशकौंदेखि फुलिरहेका थिए। न त सुवास थियो न त कुनै सुन्दरता। अब ती झोक्रिएका बागमा नौलो बिरुवा उम्रन्छ, कोपिला लाग्छ र फूल फुल्न थाल्छ। त्यसको सुगन्ध र सुन्दरताले ती झोक्रिएका फूलहरूलाई बिजाउने गर्थ्यो। तर ती ओइलिएका फूलहरूले केही गर्न सकेनन्। जुन प्रजातन्त्रलाई क्यान्डल बालेर 1994 मा ल्याएका थिए सिक्किमेले, तर त्यस प्रजातन्त्रले सिक्किमेको अधिकारहरू कहाँ लुकायो। अब प्रेमसिंह गोले आफै निक्लन्छन् पुल्ठो बालेर त्यस प्रजातन्त्रको सलेदो सल्काउन र गरिबहरूको भाग्य बनाउन। जुन प्रकारले पवन चामलिङज्यूले सिक्किम विधानसभामा मोमबत्ती बालेर ल्याएको प्रजातन्त्र अब हामीले पुल्ठो बालेर पोस्टे बनाएको छ। जनजनलाई लाग्थ्यो सरकारी रासन, चिनी र मट्टीतेल यही त हो विकास गरिबहरूको। तर पिएस गोलेज्यूको नेतृत्वमा सिक्किमे र सिक्किमे सरकारको भ्रमलाई दर्पण फुटाए झैं फुटाउनु भयो। 4 फेब्रुअरी 2013 सिक्किमे जनताका अटुट विश्वासका साथ एक नयाँ सोच र परिवर्तनको जन्म हुन्छ, जसलाई पूर्ण आकार प्रेमसिंह गोलेले दिन्छन्। जुन क्रान्तिको उद्घोष 2009 देखि हुँदै आएको थियो, अब त्यसलाई संगठित गरिन्छ र सिक्किम क्रान्तिकारी मोर्चा यानी सिक्किम रेभोल्युसनरी फ्रन्ट पार्टीको जन्म हुन्छ। सत्तामा मातिएको सरकार अब होसमा आउँछ र 24 वर्षपछि गाउँ गाउँमा सडक बन्द छ। एमआर, वक्साज र एडकमा 25-30 वर्ष काम गर्ने सरकारी कर्मचारीहरू कपाल फुली दाँत झरी पित्र भइसकेका थिए। 2014 देखि 17 मा मात्र विपक्ष यानी सिक्किम क्रान्तिकारी मोर्चाको दहाडले गर्दा रेगुलर बन्न पुग्छ। 1994 सालदेखि भोग्दै आएको अन्याय अत्याचार र पीडालाई समेटेर जनताको न्यायको आवाज बनेर आउनुभएको हाम्रो नेतालाई साँच्चै सिक्किमे जनताको तर्फबाट हामी हार्दिक सम्मान जनाउँदछौँ। एसकेएम पार्टी सरकारमा नभए तापनि सरकारको भन्दा बढी काम गरिरहेको थियो। राजनीतिमा विपक्षको दायित्व के कस्तो हुनुपर्छ भन्ने 2010 को दशकमा सिक्किमेले प्रत्यक्ष रूपमा देखेका छन्। त्यस समयका वर्तमान एसडीएफ सरकारले सामदाम दण्डभेद सबै हतियारहरू विपक्षमाथि प्रयोग गर्दछ। कसैलाई मित्रता गाँच्दछ, कसैलाई मोटो रकम दिएर जनतालाई हेरेको हेरै पार्दछ। केही गर्दा नभएर दण्ड नीतिद्वारा एसकेएमका प्रमुख पिएस गोलेज्यूलाई 1 वर्षसम्म अन्धकारमय जीवन कालकोठरीमा बिताउन बाध्य बनाउँछ। फैसलालाई आदर गरेर सम्मान गरेर म आज सेलेन्डर गर्दैछु। अब आन्दोलन अझ चम्किन्छ। त्यो गहिरो अन्धकारबाट गोले अझ निख्रिन्छन्, बढी फौजका साथ अघि बढ्छन्। आज तपाईहरु खुसी हुनुपर्छ। एकजना पिएस गोले जेल जाँदाखेरि केही हुनेवाला छ, 1000 पिएस गोले जन्मिनेवाला छ। आज सिक्किममा 1 होइन, 1000 होइन, आज लाखौं पिएस गोले जन्मिसकेको छ। सिक्किम क्रान्तिकारी मोर्चाको घोषणा एक परिवार एक रोजगार यानी 1 फ्यामिली 1 जब। एसकेएम पार्टीको चुनाव घोषणा पत्र 2014 को पेज नम्बर 66 को सिरियल नम्बर 6 मा लेखिएको छ, बीपीएल परिवारका एकजना शिक्षित युवा अथवा युवतीलाई एउटा न एउटा सरकारी नोकरी स्थायी रूपमा दिएर एक मान्छे एक परिवारको आधारमा दिइनेछ भनेर यहाँ लेखिएको छ। अब तातो आलु खाए जस्तो आतिन्दै त्यस समयका वर्तमान सरकारले रोजगार मेलाको आयोजन गर्दछ। Chief Minister launched the ambitious 1 family 1 job scheme which envisions employment to a member of every family which does not have a government job during the Rozgar Mela. पहिलोपल्ट सायदै सिक्किममा 20-25 वर्षपछि यस्तो आयोजना देखिन्छ। विश्वमै रोजगारको समस्या छ भन्ने सरकार 12,000 सिक्किमेलाई अब रोजगार प्राप्त गराउँछ। सम्झिँदा पनि जिरिङ जिरिङ हुने 1999 को घाउ सिक्किमेले आफ्नो दिमागबाट मेटिसकेका थिए। तर 3 लाख युवाका 6 लाख हात जस्ता वक्तव्यले सिक्किमेको मनलाई फेरि चिसो बनायो। भने हाम्रो एसडीएफ पार्टीको 3 लाख युवाहरूको 6 लाख हातहरू कसको गालामा पड्किन्छ, कसको शरीरमा बज्रिन्छ,
र हाम्रो पार्टीको कार्यकर्ताको अनेकौको गाडी जल्यो, अनेकौको घर फोड्यो, अनेक भिक्टिमाइज त भयो, अनेकौको टर्मिनेसन भयो, सबै भयो। र आज 94 देखि अहिलेसम्म 2018 सम्म जति पनि सिक्किममा घटनाहरू भयो त्यो चाहिँ कसको कार्यकालमा भएको हो त्यो म प्रश्न गर्न चाहन्छु। कसको कारण? एसकेएम पार्टीको सरकार त भएको छैन। अझ नारीहरूको अपमान र जात जातमा फुट गर्ने राजनीतिले सिक्किमेलाई अब व्यवस्था परिवर्तन हुनुपर्छ भन्ने महसुस गरायो। हाम्रो इन्डियामा के गर्छ? कस्तो इन्डियामा छ? इन्डियामा ब्राह्मणले जैसी ब्राह्मणले छोएको खाँदैन, त्यहाँदेखि तपाईँले सार्की र गाइनेले छोए खाँदैन, त्यहाँदेखि सार्की र गाइनेले श्रीमती पानी नछुने हुँदाखेरि खाँदैन। यो पानी नछुने भन्थ्यो पहिला, आज के भन्छ म जान्दिनँ, किनभने मेरो हुँदैन नि त। पर्चाहरू लेखेर चाहिँ सारा सिक्किमको जनताको विशेष गरिकन हाम्रो नारीको बेइज्जत गर्ने मान्छेलाई भोट दिन्छ भने देखाउने केही छैन। सिक्किममा जरा फिजाएर तरुल बनिसकेको व्यवस्थालाई हल्लाउने प्रयास क्रान्तिकारीले गर्न थाले। जबसम्म हामी मर्दैनौँ तबसम्म हामी कुनै प्रकारको कम्प्रोमाइज गर्दैनौँ। भण्डारीज्यूले भन्ने गर्थे पवन कुमार चामलिङज्यूलाई राजनीतिका रूपमा उनले चढ्न मात्र सिकाएका थिए। तर गोले 24 वर्षपछि आउँछन् र जरासँगै त्यस व्यवस्थाको नाम निशान मेटिदिन्छन्। साँच्चै परिवर्तन आउँदो रहेछ। जनजनमा विकास पुग्दो रहेछ। 15-20 वर्षमा मात्र हुने सरकारी रोजगारको रेगुलर अब 4-5 वर्षमा हुँदो रहेछ। भारतभरि रोजगारको समस्या चरम पुगेको छ। तर आज सिक्किममा 1000-2000ले मात्र होइन 25-30 हजारले रोजगार पाउँदो रहेछ। मात्र 9,000 मा दलिनु पर्ने कम्पनीमा अब 14-15 हजार पुग्दो रहेछ। आर्थिक परिस्थितिमा दबिएका छात्रहरूले स्कलरसिप साथै जहाँ जस्तो पढ्छु भन्यो त्यस्तै पढ्न पाउँदो रहेछ। लाइफको पहिलोपल्ट मैले स्कलरसिप पाएको सरलाई धेरै धन्यवाद दिन चाहन्छु। 17 लाखे घर गाउँ गाउँमा बनिन्दो रहेछ। हामी जस्तो सिक्किमे जनताहरू पनि शिर उठाएर जिउन सक्ने भयो। पोजिसन होस् अथवा अपोजिसन सबैका काम बनिन्दो रहेछ। जात जातमा दुश्मनी हुने अब सम्मानका साथ सरकारले राख्दो रहेछ। जिउने आश मरिसकेका सिकिस्त बिरामीहरू जहाँ हुन्छ उपचार त्यही सरकारले पठाउँदो रहेछ। हो, जनताले मान्छन् राज्य बाहिर खर्च गर्नु व्यर्थ हो। तर अघिका सरकारले गरेका थिएनन् त, त्यो पैसा कहाँ गयो? नेताहरूले गोजी भर्नु भन्दा त कोही गरिब दुखी अथवा बिरामी जहीँको होस् उपचार गर्नु श्रेष्ठ हो। नीति र सिद्धान्तको मात्र भाषण गर्ने होइन अरू जस्तो। जनताको काम र राज्यको विकासलाई नै आफ्नो नीति र सिद्धान्त बनाउँछ यो सरकार। यो 4B बिरामी, बेरोजगारी, वृद्ध र विद्यार्थीका लागि माननीय मुख्यमन्त्री प्रेम सिंह तामाङज्यू भगवान नै हुनुहुँदो रहेछ। मेरो प्रायोरिटी, मेरो प्राथमिकता भनेको गरिब हो। म जहिले पनि भन्छु काम गर, तिमी गरिबको लागि गर काम, किनभने उसको कोही पनि अझ केही छोडिएका कामहरू छन् भने हामी सिक्किमेलाई पूर्ण विश्वास छ यही सरकारले पूरा गरिदिन्छ भनेर। नीति र सिद्धान्तको मखोटा ओढ्ने विपक्ष आज एक्लो भएको छ। सबै एसकेएमको सागरमा समाइसकेका छन्। अरू कुनै विकल्प खोजी हिँड्ने जरुरी छैन अब हामीलाई। 2029 32 मा 32 एसकेएमलाई। मन हाम्रो खुसी छ, मन हाम्रो खुसी छ। बोलेको सरकारमा, बोलेको